नमस्कार, म रमा नेपाल, शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरबाट यस धनगढी उपनगरपालिकामा आएको छु। म त्यहाँ सहाधिकृत हो। यहाँ यो सिप मेला हेर्ने अवसर प्राप्त गर्नुभएकोमा हजुरहरूलाई धन्यवाद। यहाँ विभिन्न किसिमका सिप हेर्न देख्न पाइयो। उहाँहरूले धेरै किसिमका 22 किसिमका सिप के अरे मेलामा विभिन्न स्टलहरू राखेर धेरै कुराहरू सिकाउन लाउनु भएको रहेछ। अहिलेका जेनेरेसनहरूले गरिखाने सिपयुक्त कार्यक्रम देखेर धेरै खुसी लाग्यो, धेरै गर्व पनि लाग्यो। अनि अब मोबाइल हेरेर होइन, गरेर काम गरेर सिक्न सकिन्छ। काम गरेर जीवन धान्न जीविकोपार्जनका सिपहरू यसरी कसको केमा दक्षता छ, कुन किसिममा दक्ष छ, त्यही किसिमको सिप सिक्न पाउँदा उनीहरू पनि एकदम जागरुक भएर सिकेको देख्न पाइयो। अनि ती सामानहरू हेर्दा सबै आफैलाई एकदम गौरवान्वित अनुभव भयो। हस्, धन्यवाद।